गणतन्त्रपछिका विकास निर्माणलाई तपाईँ कसरी हेर्नुहुन्छ भन्ने प्रश्न म केही साथीहरूलाई राख्न चाहन्छु। नमस्कार दाइ। हजुर नमस्ते। तपाईँलाई एउटा प्रश्न, गणतन्त्रपछिका विकास निर्माणलाई तपाईँ कसरी हेर्नुहुन्छ? अब बायाँतिरबाट आयो यता हेर्ने होइन, दायाँतिर आयो भने यता हेर्ने, हजुर सिधै आयो त त्यसै देखिने नि भयो। ए होइन, अलिकति तपाईँले अलिक फरक जवाब दिनुभयो। यिनीहरूलाई तपाईँले कसरी चाहिँ हेर्नु भएको छ विकास निर्माणलाई? अच्छा अच्छा, विकास निर्माण भनेको चाहिँ विकास चाहिँ पुरै फटाइ हो, निर्माण चाहिँ अलिकति ऊभन्दा विषय चाहिँ हो। तर निर्माण पनि त्यो सङ्गतले त्यसलाई पनि खतमै ध्वस्तै भइसक्यो त्यो पनि है। हजुर अब यी दुईटाको कुरा गरेर यिनीहरूमा मुछिनु भनेको पनि बेकार लाग्छ मलाई, यिनीहरूको कुरा नभन्छ। तपाईँले अझ रमाइलो कुरा गर्नुभयो, अझ कुरा गर्न अझ मन लाग्यो। अनि के छ तपाईँको विकास निर्माणलाई चाहिँ अब तपाईँले त्यही रूपमा हेर्नु भएको छ? अब केही नै छ, अब किनभने यी दुइटै चाहिँ काम छैन क्या। सुधारका पक्षहरू अब यिनीहरूलाई सुधार्ने नै हो भने चाहिँ हातखुट्टा बाँधेर भुइँमा लडाएर 2-4 घन्टा चिसो पानीले हाल्ने हो भने चाहिँ हजुर केही सुधार आउँछ कि भन्ने चाहिँ एउटा आशा छ। नत्र भने त यिनीहरूको कुरा गरेर साध्य छैन। हस् त, धेरै धेरै धन्यवाद तपाईँलाई। हस्।